नमस्कार, यहाँहरू सबैजनालाई नमस्कार छ। आज पनि हामी सदा चाहिँ तपाईँहरूको बिचमा आइपुगेका छौँ। आज काग तिहार, आजबाट नेपालीहरूको महान पर्व दशैं सकिएपछिको यो अर्को पर्व तिहारको चाहिँ प्रारम्भ भएको छ। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको घर आँगनमा सुख शान्ति समृद्धि होस्। खास गरी म एउटा शिक्षक पनि भएकाले शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, शिक्षा प्रेमी, जनप्रतिनिधि, पत्रकार, वकिल, व्यापारी, जेनरेसन, समाजसेवी, सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा पुनः एकपटक यो तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको घर आँगनमा सुख शान्ति समृद्धि र प्रत्येक नेपालीहरूको सुस्वास्थ्य उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। र म एउटा विद्यालयको शिक्षक पनि भएका हिसाबले आज विद्यार्थी र अभिभावकहरूको लागि पनि केही कुरा राख्न चाहन्छु। अब हाम्रो विद्यालय लगत्तै सञ्चालन हुँदैछ। कार्तिक 11 गतेदेखि हाम्रो विद्यालय सञ्चालनमा आउँदैछ। सम्पूर्ण अभिभावकजीहरूले आफ्ना नानी बाबुहरूलाई विद्यालय पोसाकमा कापी कलम झोलासहित विद्यालय पठाइदिनु होला। अनि आजभोलि विद्यार्थीहरूले होमवर्क गरिराखेको अवस्था के छ त्यो कुरा पनि हेर्ने जिम्मेवारी आदरणीय अभिभावकजीहरूको हुन्छ। आफ्नो नानी बाबुहरूलाई केयर गर्ने कुरा पनि अभिभावकको हुन्छ। आफ्नो नानी बाबुहरूलाई समय दिने, उनीहरूले गरिरहेको काममा चाहिँ निगरानी गर्ने, उनीहरूले काम के कस्तो गरिरहेका छन् भन्ने कुरा हेरचाह गर्ने जिम्मेवारी पनि आदरणीय अभिभावकजीहरूको भएका हुनाले त्यो काममा पनि तपाईँहरू चाहिँ निकै सनाखो र सचेत हुनुहोला भन्ने हामी जोड्न चाहन्छौँ। सँगसँगै विद्यार्थीको सिकाइ क्षमता विकासमा विद्यालय, शिक्षक, विद्यार्थी, समाज, अभिभावक, वातावरण सबैको भूमिका हुने भएकाले हामी सबै सचेत ढङ्गले अगाडि बढ्यौँ भने पक्कै पनि विद्यालयको शैक्षिक गुणस्तर अगाडि बढाउने कुरामा शङ्का हुँदैन। आफ्नो क्षेत्रबाट सबैले सचेतताका साथ, जिम्मेवारीका साथ मेरो कर्म र आफ्नो काममा हामीले विश्वास गर्ने सङ्कल्प गर्यो भने हामी पक्कै पनि सफल हुन्छौँ भन्ने कुरा यहाँहरूको बिचमा म राख्न चाहन्छु। अनि आफ्नो बच्चालाई चाहिँ मोबाइल कम्तीमा विद्यालय समयमा, पढ्ने समयमा मोबाइलको चाहिँ ब्यान्ड गर्ने कुरा, मोबाइल बन्द गराउनु होला। आफ्नो बच्चालाई ठुल्ठुलो मोबाइलहरू सानै कक्षा 6-7 नै हामीले बच्चाहरूलाई चाहिँ मोबाइल किनेर दिन थाल्यौँ भने पक्कै पनि त्यसले चाहिँ राम्रो प्रयोग भएन, त्यसको मिसयुज भयो, दुरुपयोग भयो भने त्यसले चाहिँ नकारात्मक असर पनि पर्न सक्छ। यतातिर पनि हाम्रो आफ्नो बच्चाहरूलाई चाहिँ तपाईँहरू ध्यान दिनु होला। अनि हामी शैक्षिक गुणस्तरका लागि कक्षा 10मा पुगिसकेपछि मात्रै, अर्थात् एसई इक्जाम दिने बेला मात्रै हामी मेरो बच्चाको भविष्य कस्तो होला, के गर्ला, कस्तो रिजल्ट ल्याउला भन्ने हिसाबले हामी जब सोध्छौँ त्यो बेला सोचेको सोचाइले, त्यो बेलाको चाहिँ हाम्रो दृष्टिकोणले बच्चामा त्यति प्रभाव पर्दैन। हामी कक्षा 1 देखि सामान्यतया बाल विकासदेखि नै मेरो बच्चालाई हामी कस्तो बनाउने, के गर्ने, उसको चाहिँ भविष्य कस्तो बनाउने भन्नेतर्फ हामी सानैदेखि सोच्न थाल्यौँ र हामीले प्लानका साथ, योजनाका साथ हामी अगाडि बढ्यौँ भने बच्चाको भविष्य, बच्चाको पढाइ सबै राम्रो हुन्छ। त्यो कुरामा पनि हामी सचेत हुनुपर्छ भन्दै यो तिहारको उपलक्ष्यमा मैले तिहार विशेष एउटा मुक्तक चाहिँ रचना गरेको छु, यो वाचन गर्न चाहन्छु। खुसी सबैको घरमा आओस्, तिहारको शुभकामना छ। खुसी सबैको घरमा आओस्, तिहारको शुभकामना छ। गाउँमा आओस्, सहरमा आओस्, तिहारको शुभकामना छ। खुसी सबैको घरमा आओस्, तिहारको शुभकामना छ। गाउँमा आओस्, सहरमा आओस्, तिहारको शुभकामना छ। प्रगति, समुन्नति र सुस्वास्थ्य होस् सबैतिर। खुसी सबैको घरमा आओस्, तिहारको शुभकामना छ। गाउँमा आओस्, सहरमा आओस्, तिहारको शुभकामना छ। प्रगति, समुन्नति र सुस्वास्थ्य होस् सबैतिर। समृद्धि प्रत्येक प्रहरमा आओस्, तिहारको शुभकामना छ। खुसी सबैको घरमा आओस्, तिहारको शुभकामना छ। गाउँमा आओस्, सहरमा आओस्, तिहारको शुभकामना छ। शुभकामना भन्दै फेरि पनि तपाईँहरूलाई हामीले एउटा अनुरोध के गर्न चाह्यौँ भने हाम्रो भिडियोहरूलाई, हाम्रो प्रस्तुतिहरूलाई, हाम्रो रचनालाई चाहिँ तपाईँहरूले सेयर गरेर, कमेन्ट गरेर, लाइक गरेर र हामीलाई फलो गरेर तपाईँहरू पक्कै पनि हामीलाई सहयोग गर्नुहुनेछ। हामी निरन्तर रूपमा तपाईँहरूको बिचमा यसरी नै जोडिने, भलाकुसारी गर्ने, सुख दुःख कुरा साट्ने, तपाईँहरूका चाहिँ रचना वाचन गर्न प्रत्येक दिन तपाईँहरूको बिचमा आउने नै छौँ। यति भन्दै पुनः तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै तपाईँहरूबाट ओझिल हुने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।